नेपाल 2 बङ्गलादेश 2 फुल टाइम बराबरी भयो। बङ्गलादेशको होममा केटाहरूले इज्जत जोगाउँदो रहेछ है। 2021 मा पनि 2-1 1-1, 2022 मा पनि हामीले 3 ठोके हो। अस्ति भर्खर सेप्टेम्बरमा पनि 0-0 भयो। अहिले 2 बराबरी। 22 मिनेटसम्म त केटाहरूको गेम त 0 थियो, हेर्ने लायककै थिएन। पास अहिलेसम्म 0 छ, केही पनि सुधार छैन है। 3 देखि 4 देखि टच गरेपछि सक्यो, केही पनि छैन। फुल टाइममा पास 0 छ, 0 है। तैपनि केटाले तालमेल मिलाएर यताउता गरेर हैन, सुमित र लकेनको दोधारमा गएर सुमितको राम्रो असिस्टमा रोहित चन्दाले मिठो गोल हाने हैन। 1 को आग्रह त भयो हामी 28 मिनेटमा। फेरि हाम्जाको बासिकल गोल भयो, तिनीहरूको पेनाल्टी, तिनीहरूले जिते। 2 को आग्रह त भयो। पेनाल्टी थियो कि थिएन त्यो म जान्दिनँ हैन। भारत चाहिँ केही पनि छैन, फ्रेन्डली म्याच हो, नर्मली रूपमा हेर्नुपर्छ। हाम्रो अञ्जनलाई पनि धेरै लडा थिए, पेनाल्टी हुनुपर्ने जस्तो पनि लाग्थ्यो, कोही केही पनि थिएन हैन। किरण दाइलाई पनि हाततिर कुल्चिनी, समाको बलतिर पनि बुटले टाउकोतिर हान्ने भइरहेको थिए। येलो कार्ड पर्ने ठाउँमा केही पनि थिएन, नर्मल्ली राम्रो तालमेल भएर गेम गइरहेको थिएँ हैन। लास्टमा कहाँबाट हाम्रो अनन्त तामाङले मिठो गोल हाने भवाल तरिकाले कर्नरको बलमा। 2-2 को ड्र भएर हामी समाप्त भए हैन। जे भए पनि केटाहरूले इज्जत धाने। अब नेक्स्ट म्याच चाहिँ हामी अब मलेसियासँग फेरि एफसी एसिया कप क्वालिफाईको लागि। मलेसियालाई त हामी सक्दैन, 5 चोटि खेलमा 4 चोटि हारिसक्यो धोप्पी पारामा, 1 चोटि मात्रै ड्र भएको छ। मलेसियाले त सक्दैन हैन। जे पनि बङ्गलादेशलाई चाहिँ केटाहरूले तालमेल गरेर भए पनि तल लगाउँदै रहेछ हैन। खुसी लाग्यो, इन्जोय गरेँ। अब एकछिनमा पोर्चुगल र फ्रान्सको म्याच छ, त्यो पनि हेर्नुपर्छ। सम्पूर्ण फुटबल प्रेमीहरूलाई जय नेपाल भन्न चाहन्छु।